हजुर पाइला चाल्दै आउनु भएको छ, कतिजना गाडी लिएर आउनु भयो होला, कतिजना पैदल यात्रा गरेर आउनु भयो होला। त यहाँ आइसकेपछि केही केही त लिएर जानु पर्यो नि, होइन र? हो कि होइन हजुर? केही त लिएरै जानुपर्छ। यति धाएर यहाँसम्म आउनुभयो, कति त रोगी हुनुहुन्छ होला, कतिलाई गाह्रो छ होला, औषधि खाइ खाइ पनि आउनु भयो होला, कति भागी दौडी आउनु भएको छ, कतिले अफिस नगइकन छुट्टी मिलाएर पनि आउनु भयो होला। त यहाँ आएपछि अब केही त लिएर जानु पर्यो। अब मसँग यस्तो के छ र हजुरहरूलाई दिनलाई? मसँग यस्तो केही छैन, तर म एउटा कुरा अवश्य हजुरहरूको थैलीमा थमाउँदैछु। त्यसलाई खुब जतन गरेर राख्नुहुन्छ नि, खुब फैलाउनु, खुब ठुलो बनाउनु, किनकि एउटा तोरीको दानामा पनि 100वटा तोरी फलाउन सक्ने क्षमता हुन्छ। हो कि होइन? हो नि? सानो तोरीको दानामा पनि 100वटा तोरी फलाउन सक्ने क्षमता हुन्छ। अनि भगवानले हामीलाई त झन् मान्छे बनाउनु भएको छ, त्यसमा पनि चेतनशील प्राणी, त्यसमा पनि भगवानको कथामा आउने अवसर जुराइदिनु भयो भने हजुरहरू सबैलाई एउटा एउटा उपहार हो भगवानको नाम। यो भगवानको नामलाई लिएर घरमा जाने, जहाँ जति बेला पनि यहाँबाट फर्किँदा बाटोमा नि त्यो फलानाको छोरी कति नराम्री, फलानाको बुवा